केटी लगेर गएको होलास् अब त्यही भएर त होला नि मसँग भेट नगर्ने साँझमा त भन्ने अहिले केटी डेटिङतिर गएको होलास् त्यही भएर त होला नि है कहाँबाट केटी लग्नु होला र आफ्नो कामले पापी पापी कस्तो पाप तपाईँ एकदम अस्ति होटलमा जाऊँ भने के हो त अनि बिर्सिसक्यो हो कहाँ होटल जाऊँ भने पैसा बुझ्नु परेन त्यही त के पैसा अब पैसा त भइहाल्छ नि ए छ मेरो मायालाई रे लै साला कस्तो छ भन्नु न दामी गाउनु रहेछ त गाना अनि त्यही त आउनुहोस् एउटा इन्टरभ्यू लगिदिनुहोस् भनेको अब तपाईँ कस्तो ठुल्ठुलो म त कुरा गर्नु त हामीलाई पोत्याउनुहुन्न बुढी सेखाली भन्ने मलाई थाहा छैन र थाहा त छ नि कि मलाई थाहा नभएको कुरा हो नि भेट्न आउँछस् भने होइन भने म भनिदिन्छु फेरि आउँछ क्या आउनु त भेट्न गएको नि कहाँ इन्टरभ्यू दिने भन्छौ त त्यहाँ भेट गराइदिन्छु आफै गर्नु अनि भेट त आउनु पऱ्यो त छिटो आउनु पऱ्यो अहिले नै आउनु पऱ्यो म फेरि पछि थाहा पाउँदिनँ हेलो हजुर गोले दाई नमस्ते हजुर नमस्ते नमस्ते गोले दाई हजुर सुन्नु भएको छैन म बोलेको सुनेछु ए कहाँ हुनुहुन्छ दाई तपाईँले म अमेरिकातिर ए मलाई चिन्नु भएन र तपाईँले ए अस्ति चाहिँ हामी अटोमा गएको थियौँ नि तसँगै अन्तर्वार्ता लग्छ भन्नुभएको थियो नि त तपाईँले हजुर त्यसकै लागि चाहिँ अब तपाईँले कहिले पनि अन्तर्वार्ता लगिदिनु एउटा टाइम मिलाइदिनु भन्न टाइम मिलाएर मेरो इन्टरभ्यू लगिदिनु न एउटा है यहाँ घरैतिर आउनु न तपाईँ म घरै छु अहिले हो कि म तपाईँको इन्टरभ्यू पनि लास्टै हेर्छु धेरै मन पराउँछु टोनी म मनिषा हो कि तपाईँको चिन्नु भएन र हजुर जो होटेलमा जाऊँ भन्नुभएको थियो नि त अस्ति र कस्तो तपाईँ कस्तो विश्वास गर्नुहुन्न के कहाँ हुनुहुन्छ आउनु न भेट्न लास्टै मन लागेको छ नि हजुरसँग भेट्न मिल्दैन कस्तो के तपाईँ अहिले नभेट्यो भने साँझ भेटौँला नि त आज यतितिर बसौँला कस्तो तपाईँ मेरो विश्वास मान्नु भएको छैन र अनि विश्वास माने अब किन डराइरहेको त अरू जस्तो होइन नि त म कस्तो के तपाईँ विश्वास मान्नुहुन्न आउनु न भेट गरौँ अनि को भन्ने तपाईँले चिनिहाल्नुहुन्छ नि त म मनिषा हो हो कि कस्तो तपाईँले धेरै बिजी हुनुहुन्छ र कस्तो को भनिरहनु भएको छ बे कस्तो तपाईँ दिमाग धेरै नचाट्नु न कि कस्तो मान्छे तपाईँ पनि बरु दिमाग चाट्नु भन्दा त अब अलिकति कस्तो कुरा म बर्थडे हो नि बनाउनुहुन्छ भने त के भयो र साँझतिर हुँदैन होइन पैसा सैसा चाहिँदैन त्यस्तो पैसा तिर्नु पर्दैन त्यही त के पर्दैन कि पैसाको टेन्सन मान्नु पर्दैन होइन अब आउनुहोस् म तपाईँको पनि एकदमै ठुलो विज्ञान जस्तो पनि हो तपाईँको हरेक इन्टरभ्यू अन्तर्वार्ताहरू म हेर्छु मन पराउँछु त्यसैले मैले हजुरलाई मिस गरेर पनि कल गरेको थिएँ कि किस गर्ने भए त गरिदिउँ भने के छ र मैले लानु 2 दिनको जिन्दगी हो अनि आउनु न त के भयो त अब भेटघाट गरौँला जे गरे नि तपाईँकै हातमा छ के अरे के गर्नुहुन्छ आउनुहुन्छ कि नै ए साँझ आउनुहुन्छ ए मेरो एउटा अन्तर्वार्ता पनि लगिदिनुहोस् न हजुरले है
होइन म अब अरूभन्दा नि तपाईँको धेरै मनपर्छ कि तपाईँको एक्टिभिटीहरू बानीहरू अब बोलाएको शैली धेरै मनपर्छ मेरो के मन पर्ने हो र त्यति साह्रो ए तपाईँको सबै चिज मनपर्छ नि मलाई त्यही भएर त हो नि तपाईँसँगै बसेर अन्तर्वार्ता दिन मन छ होइन कि एउटा गीत आज गीत गाउँछु सुन्नुहुन्छ कि नै म गीत गाउँछु नि साँच्चै म स्याडमा बोलिरहेको छु त्यस्तो मजा गरे होइन फुलतङ्गे रानी पनि गाउँछु अरू जुन भयो नि तपाईँलाई जुन गीत मनपर्छ त्यही भन्दा न म गाइदिन्छु नि म एउटा रियलै सलल भन्ने गीत गाउँछु नि त एउटा छोटो मिठो सुनिदिनु न ल हे नमस्कार छ दया र बायालाई लौरे सलाम दाइ छ मेरो मोयालाई रे लै सलाला दया र बायालाई लौरे सलाम दाइ छ मेरो मोयालाई रे लै सलाला ए छ मेरो मायालाई रे लै सलाला कस्तो छ भन्नु न अनि त्यही त आउनुहोस् एउटा इन्टरभ्यू लगिदिनुहोस् भनेको अब तपाईँ कस्तो ठुल्ठुलो म त कुरा गर्नु त हामीलाई पोत्याउनुहुन्न कस्तो त सानो जुन अटोमा अस्तिर जुन अटोमा उगाडेको थियौ नि त बसेको थियौँ गएको थियौ नि ए कहिले आउनुहुन्छ त साँझ त आउनुहुन्छ नि बरु छोडिदिनुहोस् कि उता बुढी स्टुडियोसँग आज नबस्नुहोस् ए अब साँझ आउनुहुन्छ नि अब केटी लगेर गएको होलास् अब त्यही भएर त होला नि मसँग भेट नगर्ने साँझमा त भन्ने अहिले केटी डेटिङतिर गएको होलास् त्यही भएर त होला नि है अनि त पापी कस्तो पाप तपाईँ अस्ति होटेलमा जाऊँ भने के हो त अनि बिर्सिसक्यो हो त्यही त के पैसा अब पैसा त भइहाल्छ नि पहिला भन यहाँ आउने कि नै मसँग भेट गर्ने कि नै होइन फेरि तपाईँ भन्नुहोस् फेरि मलाई अस्ति के गर्नु भएको थियो होइन म सब भनिदिन्छु नि फेरि म त चिनिहाल्छु अहिलेको टेक्नोलोजीको जमाना हो चिनिहाल्छु नि नचिन्ने भन्ने कुरा हुन्न त्यो बुढी सकाली भन्ने मलाई थाहा छैन र सुन न बुढी सकाली भन्ने मलाई थाहा छैन र बुढी सकाली भन्ने मलाई थाहा छैन र थाहा त छ नि कि मलाई थाहा नभएको कुरा हो नि भेट्न आउँछु सुने होइन भने म भनिदिन्छु फेरि अनि भेट त आउनु पर्यो त छिटो आउनु पर्यो अहिले नै आउनु पर्यो म फेरि पछि थाहा पाउँदिनँ के हो कि पछि चाहिँ हामीलाई काम भयो भने ए भयो एकछिन बसौँ न भन्ने अनि आफ्नो काम हुँदा चाहिँ वास्तो नगर्ने हुन्छ र होइन त्योभन्दा ठुलो काम त हामीसँग नि हुन्छ अब भेट गर्न मन लाग्यो आउँछस् भने होइन भने म भनिदिन्छु फेरि के गर्ने अहिले आउने कि नै आउनुहुन्छ छिट्टो आउनु पर्छ छिट्टो नत्र म भनिदिन्छु फेरि म जिपड्का गइदिन्छु म होइन तपाईँले अस्ति बोलाउनु भएको रहेछ उहाँलाई अनि बोलाएर त्यसरी बर्बाद बनाउनु मिल्छ तपाईँले है तपाईँसँग कुरा गर्ने त्यो अस्ति अटोमा हालेर लैजानु भएको रहेछ उहाँलाई आज गीत गाउने भनेर आउनुभयो तपाईँलाई खोज्दै त्यहाँ बहिनी उहाँदेखि अस्ति न अटोमा ल्याउनु भएको रहेछ नि तपाईँले उहाँ खास गरी केटा मान्छे हो कि
पल्टा अरे अर्कै आवाज आएको थियो राम्रो सुनेको त ए कहाँ हो तपाईँ अहिले म यता खेततिर आएको यार सबले ए ल हुन्छ हजुर ल है ल हस् ल हुन्छ घर थाहा पाएको कसलाई गर्ने हो ठ्याक्कै भएन